Hey. Let's go. जब आउँछ त्यो रुदाई त्यो टोल महल्ला गुर्जिन्छ दाइहरूको नाम सुना मुला भाइहरू बेसी तर्सिन्छ यो सिनमा गरिदिन्छ त्यो दाइको नाम सुना मलाई यहाँ भाइहरू बेसी तर्सिन्छ यो खेलको माधुरी भाइ कति गर्छु मलाई चुरी गोरी बोल्छ पनि सिक्दै त्यो पेर मान्छु भाइ चुरी हो तिनी गरिस कान्छा दाइसँग जिस्केर कहाँबाट भाग्लास पुचे त मलाई निस्केर त जान पाउँदैनस् भाइ हातबाट फुत्केर त जान पाउँदैनस् मेरो नजरबाट झुकेर जान पाउँदैनस् मेरो ठाउँबाट उठेर त जान पाउँदैनस् मेरो नजरबाट झुकेर दाइहरूलाई हेर भाइ अति नै डेन्जर दाइहरूको हातमा यहाँ कोडाएर ह्याङ्गरको छ भाइ हामी जस्तो नेपालको ग्याङस्टर यो यान्सर दिन पनि पुचे होला तँलाई क्यान्सर सुन मेरो ऱ्याप यो हो तेरो बाउले हानेको ऱ्याप बाहेक अरू छैन मैले केही जानेको यो कुरा बुझेनस् भने सिधै त पाखेको छैनस् तैँले तेरो दाइको तितो बोली चाखेको दाइको कुरा सुन्दा पछि मलाई डराएर पाकेको पर्दको छोरा हुनुपर्छ यहाँ बस्नलाई त आँटिलो ऱ्याप फान्ने गर्छस् तर छैन केही गतिलो मेरो पालो आयो फुच्छु तेरो पालो सकियो आइसक्यो तेरो दाइको एके एचपिएन बोरो मेरो नाम सुन्दा हरे राम आउला तँलाई ज्वरो दाइ भन्दा खाइ बेसी खालासको दाइ दोरो बडी नबोल्लो ओए कान्छी आमाको छोरो लास यही आइसक्यो तेरो दाइ तेरो टोल महल्ला मचियो दाइ छिरिसक्यो अब छिन पुरै खाइसक्यो आइसक्यो तेरो दाइ अब टोल महल्ला मचियो छोड्दै बाबु छोड्दै तेरो कुरा त्यो सकियो